ल हेलो एन्ड नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई च्यानल आज केटा हो अलिकति लाइट आएन होला सायद सो हेलो एन्ड नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई च्यानल आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम धेरै फिट एन्ड फाइन छु होइन अब अहिले चाहिँ अब दिउँसोको 2-3 बजे लास्टै काम सकिरहेको बाहिर घर बस्दा वाक्क भयो अहिले यसो बाहिर जानु लाग्यो त्यहाँदेखि दाइले नि बोला चाउमिन चाहिँ खान भन्नु थाल्यो दाइले नि आज उसको पनि काम रहन्छ त्यही भएर अब त्यहाँ माथि म चाहिँ हामी सधैँ जाने ठाउँमा हाम्रै ठाउँमा पिन्टेजमा चिया खान जानु लाग्यो ल त्यो दाइले फोन गरे छिटो जानु दाइको पनि स्कुटर छैन त्यो दाइको घरमा गएर स्कुटर लिएर हामी दुईजना उता चिया खान जान्छौँ ल अब एकचोटि बाइक एभाइलेबल धेरै लेट नगरौँ उताबाट कल आएको आइछ मलाई मार्छ फेरि बुढोले बाइक त सब फोरेछ यो झरेछ क्या ज्याकेटको अहिले यहाँ राख्नु पऱ्यो एकछिनमा अहिले हाल्नु पर्ला अहिले माथि भन्दाखेरि धुनु पर्ने धुन्छ नै बिर्सेछु आज अब भोलितिर धुनु पर्ला अब पुरै पर्छ यहाँ बाटो पुरै फोरै पर्छ पानी परे हेर त हिलो खायो घर बस्दा वाक्क भयो नुहाइधुवाई गरेर बसिरहेको नुहाइधुवाई फ्रेस भयो तर पनि मैले बस्दा वाक्क लाग्यो अनि त्यो दाइको नि स्कुटर के भार चाहिँ उता सोरुममा ल छोडिदिएको अरे भन्नुले त्यहाँ खान दाम भन्यो अनि हिँडिहालेको 3 बजी लाग्छ अब आनन्दले बसेर ढुक्कले आउनुपर्छ अब घाम चाहिँ वाल चलेर खाने गर्मी त भत्ते लाग्यो नि यहाँको बाटो फेरि यो यस्तो घाम चलेको क्यारिम बोर्ड खेलिरहेको दाजु अङ्कलहरू यहाँ छिर्नु पऱ्यो यार बाटो छ यार बाटो त छ तर राम्रो छैन तर बाइक चाहिँ ढुक्कले हो बाइक स्कुटर चाहिँ पानी पऱ्यो भने चाहिँ चिप्लिन्छ है ओहो मैले त लाइसेन्स बिल केही हाल्नु थियो बिर्सिरह आज भने चाहिँ बिर्सिरह तर चाहिँदैन ऊ यहीँ त हो यता भित्र छिरेर जाने बाटो थियो चिन्दै चिन्दैन मैले चिन्छु होला स्पिड ब्रेकर धेरै क्या बाटोमा अलिकति राम्रो बाटो त हुने हो नि स्पिड ब्रेकर राखिहाल्ने नि धन्दा जस्तो क्या केटा उयोमा आएर चाहिँ बाइक किन लास्टै हल्लिरहेको क्या भन् ठिक छ फेरि त्यहाँ भर्खर क्या सर्लक्क भइदिरहेको क्या बाइक डल्ला त खालि अब बाइक पनि आयो नि आयो म उहाँलाई यहाँ पुग्छ त्यो जग्गा अब यहाँ त्यहीँ पुगिसक्यो विदेशमा बुढो यस्तो घाम चर्ख बुढोलाई हिँड्नु मन नला होला यहाँको बाटो फेरि यस्तो खत्तम छ नि यहाँ माथिबाट हो कि तलबाट हेरेन चाहिँ बाटो कता मजी बाटो कसको आयो फोन मेरोमा नखाने हेलो के भने कपाल सवाल काटेर के हो
हिरो भए त चिक्ना भए त चिक्ना त्यहाँ हेर त सामान हारे बाहिर देख्यो ल त सामान चेन्ज हानेको स्टाइल चेन्ज हान्दै क्या हल्का ठिक छ हान्नुपर्छ मासु सधैँ एउटा यसो पार्नु होला मैले त ऊ लेखाइदिनु नि फेरि एयरपोर्ट त लेखाएन नि एयरपोर्ट त अहिले त अस्ति मलाई आउनु भने मानेन बाहिर स्यार दराजमा लिदिउँ क्या भनेको अब कस्तो छ भन्ने कुरो हो नि पाउँदा जतिमा पनि पाइन्छ नि हेर्नु कस्तो होइन रिभ्यू हेऱ्यो होइन रिभ्यू राम्रै छ पब्जीलाई त नहोला पब्जीलाई भन्दा पब्जीलाई त इयरफोन छ नि त्यसो त गएको त त्यही त एकपट्टिको मतलब छ क्या मसँग त्यही गर्नु भने त्यही लिएन त अनि भनेको त बुढो आउँदै आउँदै आउँदैन त अनि मैले अस्ति नि बाहिर झिकेर राखेको थिएँ ल्याउनै बिर्सिँदा गोलीमा बोकेर हिँड्दा भइहाल्छ नि हो नि तिमीलाई कति नै भारी हुन्छ र ब्यागमा हाल्छु भने चाहिँ यादै हाने मैले सोरुम जाने कि सोरुम चाहिँ किन जाने स्कुटर होइन ठ्याक्क कहाँको सोरुम कहाँ हो र सोरुम अहिले पचाममा अहिले अनि त्यही बेला त्यो पनि ल्याउनु एयरपोर्ट पनि ए आज त फ्राइडे है बनाइसक्यो भने होइन त्यसलाई म एकपल्ट त्यो सेटिङ गर्नु लाउनु पर्ने थियो कि त्यही भएर त्यसो भए पहिला फोन गर्नु त नि नम्बर छैन त्यो एउटा त्यो ब्रेकको तारै किनारले नम्बर छैन त्यहाँको नम्बर अनि एकल गर्नु न भयो भनेर कि आज स्कुटर वहीँ छोडिदिने हो कस्तो छोड्दा हो किन कहाँ ल छोड्यो सोरुममा कि के सोरुममा अनि आज त शुक्रबार होइन तिनीहरूको शनिबार त खुल्ला हुन्छ त्यसो भए त अहिले एकछिनमा जानु नि त कति बजीसम्म हुन्छ अरे खुल्ला बेलुका कति बजीसम्म हुन्छ खुल्ला ल पहिले एक कल गर्नु अनि के अरे हिँड्न चिया खाँदैछु कल गर्ने कहाँ जान्छ यो मुल चाहिँ खै चाहिँ चल्दैन चाहिँ जहिले पनि खाली हुन्छ हल्का स्ट्यान्डर्ड हो पहिला पहिला हामी जान्थ्यो त्यहाँ कसो भन्दा ट्राफिक मेसिन चाहिँ आएको छैन क्या यिनीहरूले सुरुमा एकैचोटि गएको मेसिन कति छ भनेको छैन अरे एकमा जाने छ प्रायः राख्दैन क्या हतापट्टि एउटा छ क्या तानु कि के भन्ने यहाँभित्र पुस्तकको त्योमा यहाँभित्र नि एउटा पुस्तक छ नि त हो र मलाई थाहा नि त हिजो खेलाएको गेम ज्यान थियो र उता थाहा अलिअलि सानो सानो भाइ रहेछ म चाहिँ बुढाहरूलाई कस्तो खेल्ने हो सानो सानो चाहिँ बच्चाहरू तर दामी खेल्ने क्या हाम्रो त ढोल हान्दैन हौ शनिबार खेल्यो हाम्रो त ढोल हान्दैन हिजो भाइहरूले हामीलाई नि हानिदिएको नि सानो सानो थियो बुढाहरू तर दामी खेल्ने क्या बच्चाहरू नि ल म त यहाँ थिएँ यहाँ यो स्कुटर गरेर यो बुढोको अहिले मैले भन्थेँ स्कुटर यहाँ छोडेँ भनेर यहाँ सर्भिसिङ गरेर दिइहाल्छ अनि के साउन्ड अरे त्यो पनि ठिक पारेर ल्याएको मेरो त्यो उहाँ छ बाइक चिटिक्क झिल्कै छ नि मेरो बाइक टिभिएस रोनिङ राम्रै लाग्यो मलाई यो बाइक पनि साइडबाट त राम्रै छ अगाडिको लुक छ झिल्कै झिल्कै देख्यो महँगो क्या पार्ट्सहरू त्यसको नि बलियो चाहिँ बलियो हुन्छ फेरि हतपत जाँदैन तर महँगो पनि पर्ने क्या मेरो ठिक हो म त आरसिबीको फुटब्याग वास गर्नु पर्ने भोलि त धुन्छु म नि त परिवारको कुनै कुरा आएको छ यार चिटिक्क धुन्छु भोलि त घर गएर कत्रो ग्याप रहेछ साइड गरेर हेर्दा त ठुलो ग्याप देखिने रहेछ टिभिएसको सर्भिस सेन्टर ल खै हेरौँ त्यो दिन गरिदिनु हुन परेन म पैसा दिनु होला भए पो दिनु नभए कसरी दिनु हो यहाँसम्म आँखा त पनि पानीको पावर एनएस टिभिएस
यो चाहिँ तपाईँ यो स्कुटर किन ल्याएको तपाईँले तपाईँ यस्तो स्कुटर काम छैन क्या यो चाहिँ मोडिफिकेसनमा आउँछ कि आउँदैन यसलाई त केही नै भन्दैन ट्राफिकले यो त सेफ्टी हो नि त नि यो त केही भन्दैन र पनि यसको सेफ्टी हो ओरिजिनल सफल भन्दा त उयो हो नि त होइन केही भन्नु यो त के लाउने यो चाहिँ हँ त्यति कन्फिडेन्टै छैन भने यो चाहिँ के लगाएर किन चलाउने केटीहरू आयो क्या केटीहरू आयो क्या यो त बेस्ट हुने केटाहरूले पनि लगाएर लाउँछ लाउनु त तर बेस्टै केटीहरू आयो क्या खाले खाले गर्छ नि त केही केटीहरूले दामी हुने नि हो केटीहरूको लागि त अब काहीँ चाहिँ हुने त लड्यो नि अब काहीँ छुँदैन मान्छे मर्ने गरी लड्यो भने चाहिँ मान्छे हुने गरेर हुन्छ छाकिहाल्यो सबै माथि जाने तपाईँ यस्तो महँगो स्टोर के चढाइने हो मैले साइलेज पनि छैन त्यो पनि छैन स्पिन छ हौ पैँतिस छैन थोरै हो नि यस स्टोरहरू त्यो थोरै हो नि पैँतिस पहिला त के हो 2300 नि झरेको थियो एकचोटि 40 45सम्म हुनु पऱ्यो नि 40-45 ठिक हो 35 पनि नट ब्याड त्यो अहिले त्यो एउटा आएको त्यो स्टोर नयाँ रेजेन्टको रेजेन्ट हो कि गरेको होइन होला आन 56वाला त्यो मोटो मान्छेले टाइट लुगा लाज त्यो मोटो मान्छे बिल आएछ तपाईँको हस्ता बिल ल्याउनु चाहिँ हेरिदिनु बिल कति हजार लाखौँको आयो क्या हो कति हजारको एक फिल्टर 695 ल्याउनु हेरौँ ल्याउनु हेरौँ भने फोन छैन 2100 कति हो एक फिल्टर 695 परेको छ स्टोरको नि के हो यो के थियो भने लज्जा लेबर 550 ब्रेक सु 572 रेसन मगर 21 बिचमा सस्तो रहेछ त 21 मात्रै रहेछ हावा कम छ क्या मेरो बाइकको टायरमा चाहिँ भित्रै गरिदिन्छ मैले ठिकै छ त फेरि हावा पनि पर्छ टायर स्लिप खायो जस्तो लाग्छ मलाई कति छ अहिले यसको नयाँमा नयाँमा फेरि 279 होला नि 289 ल ल यो 3 लाख है यो त अहिलेको नयाँहरूको त फेरि महँगो छ नि 3 लाख प्लस छ नि यसको नि साउन्ड त दामी हो क्या बेस मिठो हो क्या यसको तर बाइक भन्दा स्कुटर पनि ठिक ठिक त सजिलो हुन्छ क्या स्कुटर भने खर्च पनि थोरै आउँछ बाइक म चाहिँ खर्च पाइयो मैले त्यो उयोहरू चेन्ज गर्छ होला केटाहरू त्यो अरे त्यो गोटीहरू क्या पिकअप गोटीहरू अनि त्यो बेल्टहरू चेन्ज गर्छ होला भन्ने थियो क्या आज होइन सुरुमा किन बिग्रियो भने त्यो अब कसरी कुदाउने भन्ने कुराहरू होइन त्यो थाहा नभएर अनि यस्तो हुँदाखेरि बिग्रियो अनि त्यो ग्यारेजमा सोरुममा मात्रै हालेको जन्म हुनेछ क्या मैले पहिला चाहिँ मेरो एभिटर हुँदा 1 वर्ष सर्भिस नभ्याएको स्कुटर रविन्द्र थोप पनि नझाएर क्या थोप पनि थिएन क्या मोबिल धन्ने इन्जिन सिधै नभएको अनि हाफ इन्जिनै उडेछ 1 वर्ष त नगरेर मेरो त 1500 कुदाउँदाखेरि ए म जब स्कुटर नि के सर्भिसिङ गर्ने त हामी के थियो टाइममा त मेरो यो के अरे 1500 कुदाउँदाखेरि जस्तो त्यस्तै हुन्छ क्या मोबिल धन्ने इन्जिन नगएको थियो स्कुटर धन्ने यहाँ गाउँ गयो धादिङ गएर मामाहरू गोर्खा गएर आएको अन्त लुचुचु धुवा फाल्यो अब स्कुटर गयो चाहिँ हान्न सबै गएको त हातिँदै नि हिँड्दै त थोपो नि नहाने हो मोबिलको चाहिँ हामी ल अब यस्तो गर्न मिल्दैन अब लड्छ अहिले है ल केटा घर गएको गोप्रोको ब्याट्री डेड भएछ ल टुन्टुन ल